कस्तो दामी आउँदो रहेछ प्रीति। यहाँ आशा छ तपाईँहरूले अब मन पराइदिनुहुन्छ। अनि हो आफू चाहिँ मुद गनाएर भइसक्यो हो। उसको यो जग्गामा भएको जुन चाहिँ पिम्पल्स हुन्छ यो जग्गामा ऊ हो नि मन पराउने क्या रङ्गुललाई। कति चाहिँ होला यो रुखमा? यो कुरा चाहिँ मलाई मात्रै हो कि तपाईँहरूलाई म भन्नुहोस् ल गाइस, मेरो जिन्दगीमा के भएको यस्तो जसलाई नभेटौँ भन्छ त्यही। वेलकम ब्याक टु माई च्यानल गाइस, फेरि पनि तपाईँलाई स्वागत छ मेरो ब्लगमा। अनि हामी दुईजना चाहिँ एकछिन बजार झर्दैछौँ। त्यहाँ ऊ चाहिँ मैला फाल्नुको लागि त्यहाँ जानु गाइस। यस्तो दामी दसैँको एउटा उयो चाहिँ के छ भन्दाखेरि नि फुल पनि यस्तो दामी दामी उयो हुन्छ क्या। दसैँको टाइमहरूमा चाहिँ फुल पनि यस्तो दामी दामी फुल छ हो। ग्राउन्ड यहाँ चाहिँ कार्मिकन ग्राउन्डहरू भन्छ हो, यहाँनिर कार्मिकन ग्राउन्ड छ नि त। अनि यहाँनिर स्केटको लागि चाहिँ यहाँ योहरू बनाइदिनु भएको छ। अनि यहाँनिर स्केटको लागि प्रायः जस्तो आउनुहुन्छ हाम्रो केटाहरू होइन खेल्नको लागि। सो गाइस तपाईँले हेर्न सक्नुहुन्छ यहाँ यस्तो दामी छ हो। हामी सानो भिडियो बनाउने भनेर चाहिँ भनिरहेको छौँ हो। यहाँनिर बनिन्छ यो भिडियो पनि आउनेछ है। ल कस्तो दामी आउँदो रहेछ प्रीति यहाँनिर त। ल टिपन कस्तो दामी आएको आमा यहाँ त। अरू जग्गा जानै पर्दैन त हामी त। हामी चाहिँ यहाँनिर सर्ट भिडियो हामीले गऱ्यो होइन, मतलब रिल्सहरू जस्तो बनाएको छौँ। अनि आशा छ तपाईँहरूले अब मन पराइदिनुहुन्छ। अनि ऊ चाहिँ हिरोनी चाहिँ कुरोले गर्दाखेरि हो, कुरोले पेरेर माऱ्यो उसलाई भन्नु है। कुरोले गर्दाखेरि यता चाहिँ मेरो क्यामेराम्यान क्यामेराम्यान चाहिँ खतरा छ नि। फेरि ऊ चाहिँ एउटा पनि कुरो लागेको छैन क्यामेराम्यान चाहिँ हो। यहाँ हिरोइनीलाई चाहिँ यहाँ कुरै पारेर अन्त जोडी जाऊ भन्छ हो। अन्त है त्यस्तोबाट चाहिँ राम्रो निस्किन्छ हो। आफू चाहिँ मुद गनाएर भइसक्यो हो। टोइलेटहरू गनाउँछ त्यहाँनिर यदि नगनाएको जस्तो हुनु पऱ्यो। अब हिरोनीलाई हिरोनी चाहिँ अब त्यस्तो गर्नु पऱ्यो, एक्सप्रेसन दिनु भएन अब त्यो ठाउँमा। यस यहाँनिर क्रिकेट हुँदैछ, फुटबल हुँदैछ, फुटबल मतलब प्र्याक्टिस हुँदैछ। कस्तो दामी आएको फेरि यहाँ फोटो। यहाँ तपाईँले देख्दै गर्नुभएको चाहिँ यो माथि चाहिँ डेलो है साथीहरू। यो माथि यहाँ टावरहरू देख्नुहुँदैछ तपाईँले हो। यहाँनिर यो जग्गामा यो चाहिँ डेलोको मेन त्यो जग्गा हो, घुम्ने जग्गा। सो तपाईँहरूले यहाँनिर डेलोको भ्यूहरू देख्न सक्नुहुन्छ। ओइ डगी, ओइ यो पुच्चिहरू बाटोमै बस्नु ल तिमीहरू चाहिँ ल। अहिले बाइकहरू स्कुटी आउँछ है अहिले। हामी चाहिँ ओह्रालो झर्दैछ, बजार झर्दैछ हामी। बजार झर्दैछ अहिले चाहिँ एकछिन माइन्ड फ्रेसको लागि। आज दिनभरि घरमै बसे भयो, आज छुट्टीको केही युजै भएन है। 12 बजीसम्म त सुताइ नै भयो। अन्त बेलुका 3 बजी सुताइ। पिम्पल्स पर्छ सुनिले गयो सक्यो तिम्रो त्यहाँ लेट नाइट भएको। उसको यो जग्गामा भएको जुन चाहिँ पिम्पल्स हुन्छ यो जग्गामा यो यहाँनिर यहाँको चाहिँ नफुटाउनु भनेर चाहिँ मैले भिडियोमा देखेको थिएँ। किनकि यो चाहिँ डेट अफ ट्रायङ्गल अरे नि त। यहाँदेखिको यहाँ यस्तो भएको चाहिँ डेट अफ ट्रायङ्गल भनेर भन्छ। यहाँनिर फुटायो भने चाहिँ यहाँनिर निक्लेको पिम्पल्स चाहिँ फुटायोहरू भने चाहिँ के भन्छ इन्फेक्सनहरू छिटो हुन्छ भन्ने कुरा मैले सुनेको थिएँ क्या। मैले हेरेको पनि थिएँ भिडियो, सायद त्यो कतिको सच हो त्यो थाहा भएन। तर पनि हामीले अरूले वार्न गर्दैछ भनेपछि है हामीले मान्नुपर्छ। अनि मैले उसलाई नफुटाउ भनेको त्यतिकै सुकेर गएछ। राम्रो भयो राम्रो भयो नि त। मेन चाहिँ यहाँनिर चाहिँ त्यो नसाहरू चाहिँ यहाँबाट पुरा उयो हुन्छ अरे नि त कि। अनि यहाँनिर फुटायो भने चाहिँ त्यो चाहिँ डाइरेक्ट ब्रेनमा जान्छ भनेर चाहिँ मैले सुनेको थिएँ। यहाँ नि राति सुताइदिएको उयो भयो भने त्यस्तो हुन्छ। दुश्मनहरूले मन पराएर केही छैन मलाई नि। दुश्मनहरूले मन पराएर यहाँ दामी निक्लिन्छ यहाँनिर पनि। मेरो हात चाहिँ किन तातो भइरहेको है? सिट एसयुमै यहाँनिर छ, एसयुमै स्कुल चाहिँ
सो हामी यहाँनिर आइपुगिराखेको छौँ। अघि हामी थङ्सा गुम्बा हो कि थार्चिङ गुम्बा के भन्छ त्यहाँनिर थार्चिङ थङ्सा गुम्बा सायद त्यो के गुम्बा भन्छ कि त्यहाँनिर हामी जानु आँटेको थियो। त्यहाँनिर चाहिँ एकदम दामी छ नि त, त्यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ। अघि त्यो दिउँसो जाउँ भन्दाखेरि चाहिँ त्यहाँ पुरा धुम्म लागिरहेको थियो हो, त्यहाँ जानु नजानु थिएँ। भोलि छुट्टी भयो भने चाहिँ जाने हो। तिम्रो ग्यारेन्टी छैन है छुट्टीको ग्यारेन्टी छैन भोलि, तर अब भोलि छुट्टीको ग्यारेन्टी भयो भने चाहिँ भोलि जाने हो। बडा यसमा यसको थाहा भएन, बडाको 2टा होला नि जस्तो लाग्यो। के हो यो चाहिँ के भन्छ हो, यो के को बोट हो यो? खजुरको बोट है, यो चाहिँ खजुरको बोट। हामी पामदेखि के भन्छ है हो, पामडेमा चाहिँ हामी यहाँ यस्तै युज गर्छ हामी यहाँबाट पाम सन्डेतिर चाहिँ। एसएमआईको यहाँ गोलाइ पारि नै घामहरू डुब्दै गरेकोहरू देखाइरहेको छ हो। त्यहाँनिर रिल्सहरू हिलटपहरू हो त्यहाँनिर। सुपारी चाहिँ सायद उता साइड दार्जिलिङ होला है हो। स्कुटी आउँदैछ यतापट्टि आउनु। अम्बो ओइ पुच्छु ओइ कत्रो यो त। म भन्दा के रहेछ? अरे यार ओइ 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 यो चाहिँ सानोवाला हो। यो उसको ठुलो चाहिँ त्यो हो नि त, यो पनि जर्मन नै हो तर यो चाहिँ ब्रिड होला, उयो ब्रिड होला, हाइब्रिड होला। ओइ ओइ यो चाहिँ बनाएको हुन्छ नि हो लोक। यस्तै थियो एउटा कि यस्तै यो चाहिँ जर्मन सेपर्डै हो, अर्को पनि जर्मन सेपर्डै जस्तो लाग्यो, जर्मन सेपर्डै हो त्यसलाई हो। अर्को ब्रिड त मलाई त्यस्तो थाहा छैन, तर एक दिन चाहिँ मैले सानो खालको जर्मन सेपर्ड भेटेको थिएँ यस्तै सानो होला। त्यो चाहिँ हाइब्रिड गरेको मतलब अर्को जिन क्या हो, लोकल र जर्मनको चाहिँ मिक्स गरेर चाहिँ बनाएको अरे त्यसलाई। त्यो चाहिँ सानो हुन्छ अरे नि त जर्मन सेपर्ड, न चाहिँ अरू चाहिँ यत्रो हुन्छ नि त। अघि देख्यो ठुलो कत्रो थियो। मलाई कुकुर र गाडीको बारेमा चाहिँ थाहा छैन। गीत आफै बज्दैछ नि त, क्या रङ्गुलाई बज्दैछ। ऊ हो नि मन पराउने, क्या रङ्गुलाई आफै मन पराउँछ नि गीत बजेको मेरो फोनमा पो। मलाई पनि त्यस्तो थाहा थिएन कि, तर मान्छेले अब उयो हुँदो रहेछ। हामीले खोज्यो भने चाहिँ नि हामीले पुरा नलेज हामीले गेन गर्नु सक्दो रहेछ। जस्तै अब मलाई स्कुटीको अब एक दिन अब मैले स्कुटी किनेको थिइनँ, त्यति बेला चाहना पुरा हुँदाखेरि नि यति साह्रो खोजेको कि डल्लै स्कुटीको मलाई उयो नलेज थाहा भयो क्या। कुन स्कुटी कस्तो हुन्छ, कुन स्कुटी कस्तो, कतिको कुन चाहिँ यस्तो उयो माइलेज कुद्छ कतिमा हो, सेकेन्ड ह्यान्ड कतिमा बेच्दो रहेछ, नयाँ कतिमा हो भन्ने कुराहरू मान्छे त्यस्तो हुँदो रहेछ मान्छेहरू चाहिँ। अब हामीले के कुरा अब हामीले सर्च गऱ्यौँ होइन, हामीले जान्ने इच्छा गऱ्यौँ भने त्यो कुरालाई चाहिँ हामीले जान्न सक्दो रहेछ है। अहिले भोक लाग्यो, पुरा भोक लाग्यो। भात खाने बानी हामीले रोटी मात्रै खाने, रोटी मात्रै खाएर हिँडेको हो। अर्पण घाटै छैन हो। मलाई त पुरा भोक लाग्यो। अम्बो चरा कति छ होला यो रुखमा? अम्बो औ हेभी छ होला है यहाँनिर, हेभी रहेछ यहाँनिर। होइन साथीहरू, यो कुरा चाहिँ मलाई मात्रै हो कि तपाईँहरूलाई पनि भन्नुहोस् ल। पैसा नभइरहेको बेलामा मात्रै भोक लाग्छ त पुरा? मलाई मात्रै हो कि सबैलाई हो? कमेन्टमा भन्नुहोस् ल। मलाई त पैसा छैन भने चाहिँ पुरा भोक लाग्छ। कसो गरौँ नि त? त्यस्तो पैसा भएको बेलामा चाहिँ फेरि भोक लाग्दैन। पैसा भएको बेलामा चाहिँ अब पैसा भएको बेला त लोभ लागिहाल्छ नि त हो। अन्त भोकलाई चाहिँ लोभले जितेको गाइस। यस्तो
ज्यादा फोन हेर्नु आँखाहरू उयो भएर हुन्छ कि। अनि भ्लगहरू बनाउनु खोजिरहेको छु अब जति सक्दो राम्रो होइन। अनि म्युजिक भिडियो पनि कभर रिल्समा चाहिँ अहिले बनाउँदैछु होइन। अनि रिल्समा बनाउने कोसिस जारी छ। सो तपाईँहरूले मन पराइदिनुहुन्छ, लाइक कमेन्ट अनि सब्सक्राइब सेयर गरिदिनुहुन्छ भन्ने आशा छ। मेरो भ्लग पनि बिस्तारै बिस्तारै चल्दैछ है, चलोस् भन्ने नै आशा छ अनि चल्छ भन्ने नै कन्फिडेन्ट आशा पनि राखिराखेको छु। यहाँ चाहिँ कस्तो दामी देखेको यो त, लाइटले गर्दा पनि धेरै उयो गर्छ। लाइटले क्या दामी देखेको छ, उयो क्या दामी देखेको छ। यो चाहिँ बिग वेल मार्ट बन्द रहेछ प्रायः आज दसैँले गर्दाखेरि नै हो बन्द चाहिँ। जाउँ न फेरि। यस यहाँनिर चाहिँ पहिलाको कञ्चन हलहरू छ, कञ्चन हल हो त्यहाँनिर चाहिँ। यो चाहिँ क्राउन लजपट्टि हो। यहाँको भिड चाहिँ हेर्न सक्नुहुन्छ अहिले पनि हो, दसैँको भाइब चाहिँ छ अहिले चाहिँ मजाले। अनि यहाँ चाहिँ स्ट्यान्ड चढ्ने जग्गा उकालो, स्ट्यान्ड जाँदैछ। स्ट्यान्ड दार्जिलिङ जाने, अब दार्जिलिङ जाने हामी जाने हो। म नजाने। किन? मलाई कालिम्पोङकै माया लाग्छ। हो साइड हो। गाइस मेरो जिन्दगीमा के भएको यस्तो जसलाई नभेटौँ भन्छ त्यही मैले टुप्लुक्कै अगाडि देख्छु हो। फेरि म चाहिँ मान्छेसँग रिसको एटिट्युड देखाउँ भन्छु, सक्दिनँ हो। हाँस उठिहाल्छ, यो मुकेश यस्तो गइहाल्छ हो। कस्तो गइहाल्छ अरे, यस्तो यस्तो गइहाल्छ। एटिट्युड देखाउँ भनेको कि हुँदैन के हो। ठिकै छ नि त, उयो हुन्छ किन रिस राख्नु है। यस्तो हुन्छ मलाई मान्छेसँग पुरा रिस उठ्छ होइन, पुरा रिस उठ्छ कि। तर त्यो मान्छेको फेस एकपल्ट देख्यो भने चाहिँ नि माया लागिहाल्छ के खालको हो। गाइस यहाँनिरमा चाहिँ चाइना पनि छ यहाँनिर, चाइना पनि छ गाइस, चाइना पनि छ नि यहाँनिर चाहिँ हाम्रो यहाँ फेरि चाइना गार्डन नि। कालिम्पोङमा चाइना छ भनेको चाइना देख्यो त्यहाँ चाइना पनि छ, चाइना पनि सदा हामी उयो भएको है। कालिम्पोङ इभिनिङ भाइब्स, कालिम्पोङको इभिनिङ भाइब्स इभिनिङको भाइब्स चाहिँ यस्तो छ है यहाँनिर, यस्तो दामी छ। कता उकालो जाउँ है, उकालो चढौँ है। के खाने अन्त? जुइन न चिया खानु त। गल्लीबाट छिड्यो उकालो, खाइदिउँ न अन्त चिया होइन, खाइदिउँ पिदिउँ होइन, खाइदिउँ न अन्त। यहाँबाट फेरि गल्ली चढ्यो उकालो है, गल्ली टु गल्ली, रोडदेखिको माथिल्लो रोड गयो। ल चिया खाएर चाहिँ हामी घर लाग्दिउँ ल। ल अब चाहिँ हामी चिया खानु गएको, चिया खाएर चाहिँ हामी घर लाग्दिने उकालो। अल्छी लाग्छ यसरी घुमिरहनु, सधैँ घुमिरहेको नि त। सोध न अन्त, चिया माग न। चिया हुँदैछ यहाँनिर, अब चिया पिएर चाहिँ हामी फर्किने। मैले जस्तो ओभनै लगाउने हो नि त। गाइस बाई, तपाईँलाई फेरि अर्को ब्लगमा भेट्नेछौँ। स्टे ट्युन है गाइस नेक्स्ट ब्लगको लागि। तपाईँले यो ब्लगलाई मन पराइदिनु भयो भने प्लिज लाइक सेयर एन्ड कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला अनि सपोर्ट गरिदिनुहोस् होला। थ्याङ्क यू सो मच।